व्यापारिक दृष्टिकोणले महत्त्वपूर्ण, ऐतिहासिक दृष्टिकोणले महत्त्वपूर्ण, गल्ली गल्लीमा जाम, धल नल जलमा, अन्तर्राष्ट्रिय स्तरमा आवाज जावाज, संस्कृतिको महत्त्वपूर्ण स्थान, धनीहरूका लागि पैसा छाप्न सकिने, गरिबहरूका लागि चोलो बाल्न सकिने, अवसर र चुनौती दुवै भएको आर्थिक उपार्जनको महत्त्वपूर्ण बाटो भन्दा बित्तिकै दिमागमा आउँछ काठमाडौँ। दर्शकवृन्द, बागमती प्रदेश अन्तर्गत पर्ने लगभग 50 स्क्वायर किलोमिटर क्षेत्रफलमा फैलिएको एक ऐतिहासिक स्थान हो काठमाडौँ। दर्शकवृन्द, नेपालका हरेक जिल्ला पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका मानिसहरूको आशाको सहर काठमाडौँमा झन्डै 20 लाख मानिसहरूको बसोबास हुने गर्दछ र हरेक जिल्लाबाट गाउँ छोडी सहर पस्ने मानिसहरूको संख्या दिन प्रतिदिन बढिरहेको छ। दर्शकवृन्द, सामान्य रोजगारको अवसर सजिलै प्राप्त हुने, शिक्षा स्वास्थ्य जस्ता महत्त्वपूर्ण आधारभूत आवश्यकताहरू परिपूर्ति सजिलै पूरा गर्न सकिने भएको कारणले गर्दा आकर्षण नहुने त कुरै भएन। यदि आफूमा कुनै पनि क्षेत्रको बारेमा सामान्य ज्ञान, सिप र आधारभूत दक्षता छ भने अलिकति सङ्घर्ष र मेहनतमा सजिलै सफलताको शिखरमा पुग्न सकिने। त्यसैले हरेक दिन जसो गाउँ छोडी राजधानी पस्ने मानिसहरूको संख्याको चाप पनि बढ्दो क्रममा नै छ। दर्शकवृन्द, 18औं शताब्दीतिर पृथ्वीनारायण शाहले आफ्नो गोर्खा जिल्लाको राज्य छोडी एकीकरण सँगसँगै काठमाडौँ आई काठमाडौँलाई नै राजधानी तोकेका थिए। कारण थियो तत्कालीन समयमा कृषि तथा व्यापारका लागि महत्त्वपूर्ण स्थान, पर्यटनका लागि प्रसिद्ध स्थान, सांस्कृतिक ऐतिहासिक परम्परा र मानव सभ्यताको दृष्टिले हेर्दा काठमाडौँलाई नेपालको राजधानी तोकेको किम्वदन्ती पाइन्छ। यसरी हेर्दा काठमाडौँ व्यापारिक, पर्यटन, सांस्कृतिक, इतिहास जस्ता कुराहरूले अहिलेको पुस्तालाई अवसरका कैयौं ढोकाहरू खोल्ने सम्भावनाको रूपमा रहँदै आएको छ। पर्यटनको दृष्टिले हेर्दा काठमाडौँ एक महत्त्वपूर्ण धार्मिक स्थानको रूपमा रहन्छ, जहाँ प्रसिद्ध तथा विश्व सम्पदा सूचीमा सूचीकृत भएका धार्मिक स्थलहरू स्वयम्भूनाथ, पशुपतिनाथ, बौद्ध दरबार स्क्वायर रहेका छन् भने यहाँ अन्य गोहेश्वरी मन्दिर, मैतीदेवी मन्दिर, नक्साल भगवती मन्दिर, दक्षिणकाली मन्दिर, तलेजु भवानी मन्दिर, शोभा भगवती मन्दिर, नरदेवी मन्दिर जस्ता महत्त्वपूर्ण मन्दिरहरू पनि रहेका छन्, जसले गर्दा पर्यटकीय क्षेत्रमा रोजगारका अवसरहरू पर्याप्त मात्रामा पाउन सकिन्छ। भनिन्छ काठमाडौँमा खोज्न जाने हो भने हिरा पनि पाइन्छ। यो भनाइको आशय रहेको छ रहन, टिक्न, सङ्घर्ष गर्न, प्रगति गर्न, राम्रो मेहनत र लगनशीलताका साथै ज्ञान र जीवनको दायरा फराकिलो बनाउन सकेको खण्डमा सफलता खोज्नलाई टाढा जानु पर्दैन। काठमाडौँलाई मनोरञ्जनको एउटा महत्त्वपूर्ण स्थानको रूपमा पनि लिन सकिन्छ। जब आकाशमा ताराहरूसँगै रातको आभास हुन थाल्दछ तब काठमाडौँका सहरहरूमा झिलिमिली बत्तीका साथमा अनेकौं रङ्गहरूसँग उज्यालो बनाउन थाल्दछन्। विभिन्न तारे होटल, क्लब, बार जस्ता मनोरञ्जनका स्थानहरूमा मनोरञ्जनका गुन्जयमान आवाजहरू सुनिन थाल्दछन् भने कतै थर्मसमा चिया बेच्दै गरेका व्यक्तिहरू पनि हामीले भेटाउन सक्दछौँ, जो रातको अस्थिरतामा आफ्नो आर्थिक स्रोत माने चिया चुरोट बेचिरहेका हुन्छन्। ऐतिहासिक दृष्टिले महत्त्वपूर्ण मानिएको काठमाडौँमा हरेक क्षेत्रका कला, संस्कृति, भाषा, वेशभूषा लगायतका अन्य देशका नागरिकहरूको पर्यटकीय आगमन रहेको हुन्छ। यो अस्तव्यस्त सहरलाई व्यवस्थित बनाउनका लागि केन्द्रदेखि स्थानीय तहसम्मका सम्बन्धित निकायहरू लागिरहेका छन्। काठमाडौँमा नागार्जुन राष्ट्रिय निकुञ्ज पनि अवस्थित रहेको छ। यसले यहाँको स्थानीय वस्तु तथा चिजहरूलाई सदुपयोग गर्दै पर्यटन क्षेत्रलाई पनि प्रवर्धन गर्नका लागि सहयोग गरिरहेको छ। साथै यहाँ विभिन्न किसिमका उद्योग, कल कारखानाहरू पनि रहेका छन्। यहाँ जनसङ्ख्या अत्याधिक भएको कारणले गर्दा प्रदूषण सँगसँगै हत्या, हिंसा, चोरी, डकैती, लुटपाट जस्ता कार्यहरू पनि हुने गर्दछन्। अब चर्चा गरौँ थोरै ऐतिहासिक काठमाडौँको बारेमा। करिब 18औं शताब्दीतिर काठमाडौँ उपत्यकामा रहेको केन्द्रीय राज्य, जसलाई नेपाल मण्डल भनिन्थ्यो, जसलाई मल्ल राजाहरूले शासन गर्दथे र ती मल्ल राजाहरूको बीचको आपसी आन्तरिक मनमुटावपछि काठमाडौँलाई 3 राज्यमा विभाजन गरिएको थियो, जसलाई भनिन्छ कान्तिपुर अर्थात् काठमाडौँ, पाटन अर्थात् ललितपुर र भाटगाउँ अर्थात् अहिलेको भक्तपुर। यी 3 भागमा बाँडिएका मल्ल राज्यहरू कमजोर हुँदै गए र नेपाल एकीकरण अभियान सुरुवात गरेका पृथ्वीनारायण शाहले 3 पटकको आक्रमणपछि कान्तिपुर जित हात पारे। पछि पाटन र भाटगाउँ राज्यले पनि पृथ्वीनारायण शाह सामु हार माने र पृथ्वीनारायण शाहले पछि दहचोकमा राज्य स्थापना गरी शासन चलाउन थाले।
तत्कालीन समयमा भारत र तिब्बतसँग नेपालको व्यापारिक सम्बन्ध अत्यन्तै राम्रो थियो र काठमाडौँमा बसोबास गर्ने मानिसहरूले आर्थिक लाभ पनि प्राप्त गरिरहेका थिए। कला कौशल कृषिका लागि महत्त्वपूर्ण र ऐतिहासिक स्थान थियो काठमाडौँ। काठमाडौँमा नै देशका आर्थिक प्रशासनिक राजनीतिक त्यो बाहेक पनि विदेशी दूतावासहरूको समेत स्थापना भएको थियो। यसबाहेक भौगोलिक ऐतिहासिक र सांस्कृतिक प्रशासनिक आर्थिक र राजनीतिक पहुँचका कारणले गर्दा पृथ्वीनारायण शाहले आफ्नो गोर्खा जिल्लाको राज्यलाई छोडी विक्रम सम्वत 1826 मा चैत्र 12 गते काठमाडौँलाई नेपालको राजधानी भनी घोषित गरेका थिए र हालसम्म पनि नेपालको राजधानी परिवर्तन भएको छैन। आदरणीय दर्शकबिन, मैले यो भिडियोमा समावेश गर्न नसकेका केही जानकारीहरू तपाईसँग छन् भने अवश्य पनि तलको कमेन्ट बक्समा राख्न नबिर्सनुहोला भन्दै हामीसँग जोडिनका लागि सब्स्क्राइब बटनमा प्रेस गर्न नबिर्सनुहोला। धन्यवाद।